बायर्स एजेन्टबाट अब अलिकति हुने बेनिफिट चाहिँ मलाई के जस्तो लाग्छ भने पहिलो कुरो त तपाईँले लाइफमा एउटा दुईटा प्रपर्टी किन्नुहुन्छ होला होइन, त्यहाँबाट कति सिक्नुहुन्छ। बायर्स एजेन्टको त्यो डे इन डे आउट काम भयो, इट कम्स फ्रम एक्सपिरियन्स होइन। उहाँ अब बायर्स एजेन्टले जेनरली इट्स नट फ्रम द हन्स होइन, जेनरली नम्बर हेरेर सबै कुरा डाटाहरू हेरेर दे नो वाट द नेक्स्ट ग्रोथ पोइन्ट इज, वाइ यु आर इन्भेस्टिङ द्याट। प्लस अर्को बेनिफिट के पनि हुन्छ भने जुन हामीले एउटा 10-15 हुन्छ नि, अब बायर्स एजेन्टको चार्ज चाहिँ मैले देखेको 6,000 देखि 25-30 हजारसम्मको छन् बायर्स एजेन्टहरू है पर प्रपर्टी। तर त्यसको भ्यालु चाहिँ कहाँ देखिन्छ भने अब जस्तै मेरो केसमा चाहिँ हामीले चाहिँ प्राय मेरो ओभर 85% अफ हुन्छ नि हाम्रो ट्रान्जेक्सन, हाम्रो क्लाइन्टलाई चाहिँ हामी अफ द मार्केट प्रपर्टी आइडेन्टिफाई फाइन्ड आउट गरेर नेगोसिएट गरेर जेनरली यदि 20-30 हजार डलरभन्दा मार्केट भ्यालुभन्दा कममा हामीले भेटेनौँ भने हामी त्यो प्रपर्टीहरू प्रेजेन्टै गर्दैनौँ। भनेपछि वी आर अलरेडी मेकिङ समथिङ हाम्रो बायरको लागि, हाम्रो क्लाइन्टको लागि